राम्ररी गरेर राख्छु नि। तरकारी पकाएर दिन्छु अरे त्यो। यहाँ म डोन का दिया। यसलाई घुमाउ घुमाउ राम्रोसँग घुमाउ फेरि। अब के हाल्नुपर्छ? अब हाल्नुपर्छ प्याज। प्याज हाल्नुपर्छ। प्याज खै उता राखेको त्यसले हो त। यो कस्तो ल्याउने? यताबाट यस्तो गरेर न यस्तो। ए सबै हाल हो। ल अब त्यसलाई पनि घुमाऊ। म लडौला कुर्सीबाट। यो किन चिरमिर हुन्छ बाबा? पाक्दाखेरि चिरमिर हुन्छ त। म ठुलो गएर हजुरले खाना पकाइदिन्छु। त्यसको लागि अलिक सिक्नु पर्यो नि त छोरी। एबार त सिकिरहेको छु। पुरा हालिदिने? हातले सबै हालिदियो। हात त सफा गरे हो नि? ल ल कति जोरसँग भइरहेछ। यति बस लज्जा। हो सबै गयो। बिस्तारै बिस्तारै पोख्यो ल। त्यो नुन होइन कि त्यो घिउको डिब्बा हो। खै खै देख त हो त्यो नुन। त्यो खोल न, खोलेर हाल है। हाल यसमा मिक्स गर है छोरी। हाल हाल्नु त थोरैले हुँदैन, तरकारीमा अलि धेरै हाल्नुपर्छ। अलिअलि हाल न, त्यति थोरैले हुँदैन कि, अलि धेरै हाल्नुपर्छ। हो ल हाल हाल त्यति हाल। बस बस बाँकी पछि अलिकति धेरै हुनसक्छ, पछि हाल्नुपर्छ है। ल चलाऊ त्यसलाई। बेसार चाहिँ उयो डिब्बाको बेसार हाल न। हो त्यो उयो त्यसमा चाहिँ यो डिब्बामा हेर न। हो त्यो हो हल्दीलाई नि बेसार भन्छ के। थोरै थोरै धेरै भयो त्यो धेरै हुन्छ। बेसार थोरै हाल्नुपर्छ। बेसार थोरै हाल्नुपर्छ बेबी, यत्रो धेरै हाल्नुहुन्न। हो ल एकै ठाउँमा हालिदिने नि। ओ थोरै थोरै धेरै होइन छोरी बेसार। हो त्यो मिक्स मसला हाल। टोकचियाको मसला हाल हाल त्यसमा। त्यसरी होइन चम्चाले हाल न, त्यसरी त पोखी धेरै हाल। हाल अलि धेरै त्यो मसला अलि धेरै हाल्नु पर्छ। ल हाल एकै ठाउँमा हालेन के, छिउ गरेर थोरै यता यता उता उता हाल्ने। भयो धेरै न। त्यो रातो खुर्सानी चाहिँ त्यो पाउडरवाला त्यो हाल छोरी। हो त्यो आँखामा लाग्यो भने गनाउँछ है फेरि। थोरै 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 त्यसरी होइन, त्यसरी होइन। अघिको नुन हालेको चम्चा खै हो त्यसले हाल न छोरी। त्यो फेरि अर्को चम्चा बिग्रिन्छ त। हो त्यही चम्चा होला। बाट गएन पछाडिबाट त जान्छ नि त। हो त्यस्तै थोरै 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 त्यत्रो धेरै हुन्छ त्यो थोरै हाल। हो ल हाल हाल। परेन त्यो चम्चामै अड्किहाल्यो, अरू हाल थोरै। हाल हो ल भयो। अहिले तिमीलाई नै पिरो हुन्छ फेरि। चलाउ छोरी चलाउ अब। हो आगो सानो बनाउनु पर्छ हेर। त्यहाँ मैले कति सानो आगो बनाएको छु हेर। यो यस्तो यस्तो बिचमा खाल्डो बनाएर हाल्ने। ल हाल हाल हाल। मैले जन्म लिए काव्य पुण्डेको गीत गाउँदै तरकारी थोरै थोरै पानी हाल छोरी। थोरै थोरै हाल। चलाउ हो ल पानी भयो नि त। अब यसलाई छोपिदिने छोरी है। अब एउटा भाँडोले चाहिँ छोपिदियो यसलाई चाहिँ। ल त्यो भाँडोले लिएर छोपिदेऊ मजाले। ढपक्क ढाक्ने गरी छोपिदिनु पर्छ। अनि त्यसपछि मेरो खै त नि। ए ल ठिक छ। तरकारी तान, भात तान, दाल तान, अनि ट्याक्क यहाँ राख। अन्डा बनाएको छौ कि छैनौ? छोरीले बनाएको खाना हो कि ट्याक्क। क्या मजाको चाहिँ।